ए काकी हेर्नु न यसपालि तेरो माइत जानलाई सुन बनाएको 2,50,000 पर्यो। अब कोही जस्तो नक्कली गरै ल्याएर गुजारा गर्नु पर्ने होइन मलाई। धेरै फुट्टी लाउनु पर्दैन। हाम्रा पनि आउलान् कुनै दिन। हाम्रा पनि माथिबाट भगवानले देखिरहन्। कसरी कमाएर सुन्ला भन्ने त हामीलाई पनि थाहा छ। ए के भन्नु खोजे कि तैँले मेरो मुला भ्रष्टाचारी भन्नु खोजे कि आज तेरो जट एउटा पनि रहँदैन। एमा जेन्जीको आन्दोलन गर्न थालिस्। भ्रष्टाचारीलाई भ्रष्टाचारी नभनेर के भनिन्छ? महिनाको तलबले यत्रो घर जोडिन्छ? तथा नाम भनिरहेको हामीले त ए मम्मी कति झगडा चुप न ए घुसै खाएर कमाकी होस् तैँले त्यत्रो सम्पत्ति नत्र जोड्थिस्। भ्रष्टाचारीको खलक अझ मलाई सुनको धार देखाउँदै रहेछ काहीँ नबाकी। तरकारी दिएको असल यसो असल पनि सौ मम्मी हजुर छोरी के भन्न खोजिरहेको छ हेर न भनेर छोरी के भयो? त्यो पल्लो घरको आन्टी हुनुहुन्छ नि को आन्टी? त्यही भाइको मम्मी के त्यो निर्जला त्यो पल्लो घरको आन्टीसँग बात गरेर घमण्ड देखाएर कस्तो हाकिम पल्टिँदै हुनुहुन्छ। भने छोरी हेर न त्यो कस्तो एटिट्युड देखाउँथे हामीले भनेका मान्छेहरू त्यसले छिमेकीहरूलाई दुःख दिएर जात्रै पारिसक्नु भयो। हामीले भने टेर्छ रे त्यसले त्यो कम्तीका छे बरु हजुरले गएर यसो देवर बाबुलाई सम्झाइदिसो न। के गर्नु भाइले दुःख गरी पढेर हाकिम भयो त्यो बुहारी आउन नपाइकन दैलेमा छिर्न नपाइकन ऊ हाकिमले भयो। के गर्नु न भाइले भने मान्छे न भाइले भने मान्ने। ठिक छ म एकपल्ट कोसिस चाहिँ गरौँला। खाना खाइसकेर म निस्केर त्यहाँ त्यसको जान्छु नि त। नानी हजुर मैले माला भाइ मसला पूजाको सामान सबै रेडी बनाइदिएको छु। राम्रोसँग टिका लाऊ है। अनि तपाईँ चाहिँ फोटो पनि खिचिदिनु नि छोरी। हस् भाइले पनि मलाई टिका लगाइदिनु पर्छ त। ए यसपालि तिहारमा तिमीलाई नयाँ लुगा पनि किनिदिन सकिन। के गर्नु आफ्नो सानो आम्दानी गाह्रो छ। दसैँमा किने छँदैछ नि कसलाई देखाउँछ र? नानीले चाहिँ किनिदिनु पायो हुन्थ्यो कि है? पर्दैन बाबा मेरो त 2-3 जोड छ नि पछि पैसा भए बेला किन्दिस न हस्। कति ज्ञानी छ है मेरो छोरी त ल। खुबै होला मम्मीको त गएर ज्ञानी भाकिन् छोरी बाउको त गए त खत्तमै हो नि। त्यही खत्तम मान्छेसँग आएर त छोरी पाएर यत्रो भइसकेको छ। अरूले यही मान्छे नपाएर दुरु रोइरहेछ। के भन्नु त? तपाईलाई नि कुरेर बसिरह हुन्छन् नि। उनीहरूले नि बिहे गरेर शाखा सन्तान पाइसक्यो होला। असल हुनलाई त मलाई यो झोला बोकेर बस स्टपसम्म पुर्याइदिनु पर्छ। अनि मात्रै ससुरालीको असल जमी भनेर हल्ला चल्छ। बुढीले फुक्याउली कि भनेर बसिया चाहिँ होइन तर पनि पुर्याउन चाहिँ कसैसँग गइदिउँला। अरूको बुढाले फुर्क्याउँछन् आफ्नो चाहिँ आफैले फुर्क्याउनु पर्छ। बिचारा म बाबा हजुर पुर्याउन गइसे पनि छिटो आइस ल। भाइ टिकाको फोटो र भिडियो खिचिदिनु पर्छ। हुन्छ छोरी मम्मीलाई पुर्याएर छिट्टै आउँछु नि त है। हस् बाबा। ल आउनु छिटो आऊ ल है। छोरी पनि आइरहेछ। बुढा उता हेर त घरियार हिँडिसक्यो कसरी माइत पुर्याउन भारी बोकेर।
म त जान्न यसरी भारी तारी बोकेर बसमा घरमै ट्याक्सी बोलाइदिनु जे अब पनि हाकिम पो हौ त नरिसाउ न तिमी म ट्याक्सी बोलाइदिइहाल्छु नि गाउँले सुन्छन् के कस्तो तिमी म त हाकिम पो त हो त त्यस्तो हाकिमको के काम यो घरको हाकिम नि म पो हो त इज्जत त हाकिम नि पो हुन्छ त गृहमन्त्री नै हो नि यसपालिको चाहिँ पानी नाली राम्रो छ त्यसपछि तिमीले के गर्नु भने यसलाई चाहिँ राम्रो म्यानेजमेन्ट गर र कसलाई कति दिने कसरी दिने कसरी लिने भन्ने चाहिँ त्यो ख्याल गर बुझ्यौ त्यो ख्याल तिम्रो ख्याल पुऱ्याएर विचार पुऱ्याएर त्यो गर बुझ्यौ बुझ्यौ नमस्कार दाजुभाइ नमस्कार के छ ठिक छ के छ तिम्रो घर ठिक छ ठिकै छ ल अनि के छ यो उहाँलाई हिँडेर मैले मिलाइसकेँ धान राम्रो थियो यसपालि राम्रो हुनेको मात्र हो मुसा लाग्छ यस्तो छ अब एउटा कुरो विचार गर मान्छेले परिश्रम राम्रो गर्न पर्यो कसरी गर्न पर्यो खुसी हौसलाले परिश्रम गर अनि पो हुन्छ तिमीहरूको काम गर्दाखेरि परिश्रममा गर्छौ खुसी हुँदैनौ हौसला राख्दैनौ अनि कहाँ दाजुभाइले भन्नुभएको कुरा त एकदम राम्रो हो के गर्नु दाजुभाइ स्वास्थ्यले पनि अलिकति त्यसो मिहिनेत गर्न अब स्वास्थ्यलाई पनि स्वास्थ्य ठिक राख्न पनि खुसी हुनुपर्छ बुझ्यौ मान्छे तिमीले जति खुसीले मेहनत गर्यौ त्यति तिम्रो चाहिँ प्रगति हुन्छ बुझ्यौ ल ल ठिक छ है यो राम्रोसँग गर्नु है ल यत्रो तिहारको माहौल छ दिनभरि घर छैन हाकिमको लखर 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 कहाँ मुन्किया होला सेल पकाउन लागेपछि बुढी अब कस्तो पकाएकी सेलले सेल स्वादिलै बनाइयो अलि नि होइन दिनभरि गाउँ डुलेर आउनु भएन लहर लहरलाई चाहिँ चार पराको बेलामा गाउँ डुलेर बस्ने घरमा यत्रो काम छ त्यसो नभन न म पनि त्यसै हिँड्या हो र व्यवस्था मिलाउनु परेन तिमी जस्तालाई पाल्नु परेन ल सेल कस्तो बनाइछ अब खानु पर्यो चाख्नु त पर्यो नि त चाख्नु चाख्नु गाउँ डुलेर आउनु भएन अब सेल चाख्नु ल अब चाख्नु त पर्यो नि सेल फेरि कस्तो खसे कस्तो पकाइ सेलले बुढी त जस मिठै पकाउँदो रहेछ बुढी मिठो छ नरिसो है नरिसो रिसाउनु हुँदैन ल तिमी आऊ ल ल यता हेर कस्तो रिसाएको तिमी है नरिसो ल ल खाऊ हेर ल हो त्यो सामान आउँदैछ त्यो राख्ने है उसो ठाउँमा मिलाएर बुढा हेर्नु त त्यहाँ निर्जलाले आफ्नो बच्चालाई कसरी घिचाएको होला के गरे होला त है छ्या कस्तो होला सबै बुढो के हुनुपर्ने है कस्तो कस्तो हिरोले माग्न आउँदाखेरि गइएन उसलाई चाहिँ सबैको बुढी उस्तै रे कसैदेखि मन पराउने म घरमा माग्न आउने म हिरोभन्दा कम्ती छु नपुरेर मात्र हो बन्यौ हिरो मैले तिमीले मन पराएको थाहा पाएर म आफै ओके भनेर तिमीसँग आएको हो बन्यौ हिरो खैले होइन भान्जा कहाँ गएछन्
खोइ भान्जा त छैन नि त कहाँ गयो खोइ यता पनि छैनन् हेत्तिरिको दिलै बोलाउनु पर्यो ए दिदी 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 पनि कहाँ गएको हो हजुर आज किन हेर्नु न भान्जा त हुनुहुन्न नि त खोइ कहाँ जानु खोइ त म हेर्दैछु त कतै हुनुहुन्न ल हेर्नु जता त हेर्छु कि त म कतै हुनुहुन्न ल हिँड्यो त नि फोन गर्नु ल फोन पनि छैन गर्नु जान फोन गर्नु जान छिटो हेत्तिरिका भान्जा बाबु कता गयो होला अपराधी बढेको बढी छ न किडन्याप गरे कि ए भगवान म त के गर्नु ए दिदी लौ न जानु पर्यो खोज्दा क्या आउनुस् टेन्सन पो भयो मलाई त अरे शिवसी दिदी खोइ फोन भेटेन भने फोन गर्नुस् ल लाग्दैन त फोन लाग्दैन है फोन भान्जा फोन के भएको होला त ल अब के गर्नु कहाँ फोन गर्नु त अब जानु पर्यो नि त अब के भन्थे फोन जानु परेन बुवा आमा खै त नाति छैन मलाई लाग्छ बाबुको भान्जा बाबु हराउनु भयो यहाँ कहीँ पनि हुनुहुन्न भने त्यही भएर भयो नि त कहाँ गयो के त त्यही भएर अब खोज्न जानु पर्यो बा अब ए नाति हराए कहीँ जान्छु भन्थ्यो कि त्यो त थाहा भएन अहिलेको अब अवस्था तपाईँलाई थाहा छ बा होइन छिटोभन्दा छिटो हामी हेर्न जाउँ खोज्न जानु पर्यो बा फोन पनि लाउँदैन फोन पनि लाउँदैन ओहो दाइ के छ हौ गाउँतिर घरको ठिकै छ अनि हजुर कतिजना लानुभयो म यसो बलिया घरतिर जाउँ भने हिँडेको त्यो बलिया बुढीले तथानाम गाली गरेर मुख छोडेर दुनियाँ गरी चाहिँ त्यो भएर त्यसलाई एकपल्ट सम्झाइदिएको भनेर म हिँडेको मैले त्यतैजना हिँडेको र जाउँ त जाउँ सँगै जाउँ अब त्यो आइमाईलाई त के सम्झाउनु छ र त्यो बले पनि हाक्यौँ भन्ने छ नि त्यसको बुढीलाई त त्यसले सम्झाउने हो नि त त्यसलाई गएर भन्नु पऱ्यो एक फेर अनि त्यसले नै आफ्नो बुढी सम्झाउँछ अब हामीले उसको बुढीलाई गएर गर्नु के छ त्यसै गरौँ है त्यस्तै छ अब त्यहाँ जाउँ कुरा गरौँ कति कामले यहाँ आइपुग्नु भयो तपाईँहरू ल भन्नुहोस् के हो समस्या अब समस्या के भन्ने गाउँभरि हल्लै हल्ला गाउँभरि चाहिँ त्यो हाकिम बोलेको बुढीले चाहिँ तथानाम गाउँलेको महिलालाई बोलिने भुत्लाइने दुनियाँ झगडा गरी तथानाम गरी भन्ने यो गाउँभरि हल्ला आएको कारणले गर्दाखेरि हामी बोलेले बेटा आफ्नो बुढीलाई सम्झाउनु पऱ्यो त्यो महिलालाई त हामी के भन्नु मिल्दैन तर आफ्नो बुढीलाई आफैले सम्हालेर राख्नु पऱ्यो गाउँमा यो हल्ला नचाहिने चाहिँ कहिले अब नचाहिने शब्दहरू बोलेका छन् अशब्द बोलेका छन् भन्ने कुरा सुने भएर ए के हो त बोले भन्नको लागि हामी आएको मेरो बुढी कसैसँग डराउन्न एक एक गरी लड्न सक्छ मेरी बुढी त्यही भएर मैले मन पराएर बेगरे लिएर आएको मलाई ठिक छ तपाईँहरूलाई ठिक नभएर हुन्छ यस्तो पाराले नि हुन्छ त झन् सम्झाउन आएको सम्झाएर के होला लागेन मलाई यस्तो मान्छे बुढो अलि राम्रो होला भने त बुढी भन्दा चन्डाल बुढो के हो लागेन यसलाई सम्झाएर ए सम्झाए तिमीहरूले हिँड तिहार लागेछ एक एक त बिहार हानु होइन उठा उठा के हेरिरहेको हो टुल्ला टुल्ला जाउँ रमाइलो गर्नुपर्छ अनि तिहार लागेछ जसलाई सम्झाउन आएको उसै फेरि उसै खानदानी हामी भने केही फरक पर्दैन ल हिँड ए मान्छे पनि श्रीमतीले पनि छोरी छोरी पाउने बाख्राले पनि छोरी छोरी पाउने यो मेरो लागि खपर जाँगानी लाग्छ ठक्कर उडायो सबैले सबै होइने ए छोरी मेरो प्रेसरको सुगरको दबाई खाने बेला भयो चिया बिस्कुट ल्याउनमा आफ्नो छोरी त माया गरेर भोलि बुहारी आएर के गर्छ तपाईँ कति चिन्ता लिनु भएको म छँदै छु त एउटा भएको छोरो पनि आज कहाँ गयो तास खेल्न यहाँ टिका लाउने सायद भइसक्यो फोन गरेर बोलाउनु त चिनी कति हालेको छ
ए छोरी नाति तले तिमी किन एक्लै आएको यत्रो वर्षदिनको चाडबाडमा हामीलाई त साउको भन्दा ब्याजको बढी माया लाग्छ हेत्तेरी बा नातिनीलाई ठुलो बाको छोराले टिका लाउनु पर्दैन त अब टिका लाएर बरु हजुरबासँग भेटघाट गरेर आइज भनेर फोन गरेर भन है हुन्छ ज्वाइँ के गर्नुहुन्छ छोरी पिउन के पिउन पिउन के पिउन हाम्रा बाउ बाजे ऋषि मुनि तेरो बुढाजीका शिशि मुनि यो पिउन हेत्तेरी बा त्यो पिउन भने हो त स्कुलको पिउन भने ए स्कुलको पिउन अनि प्रमोसन कहिले हुन्छ रे त पिउनको पिउने भयो जिन्दगीभरि के गर्नु बा जय सोझो हुनुहुन्छ राजनीति केही जान्नु भएको छैन ठुलो बडाको चिनजान सङ्गत केही छैन आफू सोझो मान्छे अनि कहाँबाट प्रमोसन ल छोरी तिमी अब धन्दा नमान तिम्रो घर छेउको त मदनलाई भनेर ज्वाइँ साहबको प्रमोसन गर्नलाई म सुवास लगाइदिन्छु हेत्तेरीका बा पनि त्यो मदने पनि पिउनै त हो नि एउटै बारीका एउटै ट्याङ्का दुईटै मुला परेछन् दुईटै पिउन ल अब म पहिले गएर मन्त्री साथीलाई जाने गर्छु अनि ज्वाइँको प्रमोसन है भनिदिन्छु ल तिमी ढुक्क हौ अब अहिले जाउँ पर्यो ल एक ग्लास यहाँभित्र राख चियामा चिनी पर्छ भएछ सप्तरङ्गी टिका चम्के जस्तै मेरो दाजुभाइको भाग्य सधैँ चम्कियोस्। दादाहरू गरिब हुन् तर एकदम माया चाहिँ नि पाउनु पर्यो। मलाई चाहिँ धनको कुरा भएन, मेरो दाजुभाइको मन ठुलो हुनु पर्यो।
मलाई त गिफ्ट ठुलो होइन क्या आशीर्वाद ठुलो हो देख्छ हामीले त आशीर्वाद ठुलो हुने त दिदीलाई आशीर्वाद दिनुपर्छ थाहा छ नि दिदी दिदी भाइ तिमी आइपुग्यौ म आइपुग्यो है अब टिका लाउनु है बस भाइ म टिका लगाइदिन्छु जित्न त म हाकिम हो जितिहाल्ने तर साथीहरूको कुरा पनि ठिकै जस्तो लाग्छ किन मेरो श्रीमती अलिकति घमण्डी खालकी छ त्यो मैले बुझेको छु मेरा साथीहरूले भनेको कुरो एकदम सही नै छ हुन पनि हो गाउँ गएर जथाभावी अब फोस लाएर के फुर्ती गर्छ धेरै मेरा यस्ता र उस्ता भनेर सम्पत्तिको धाक लाउँछ त्यो गर्न नहुने थियो गरी के गर्नु तनावै तनाव अब जे भनेका छन् ती साथीहरूले सही भनेका छन् अब हो पनि अब मैले कति त्यो बुढीको मात्रै कुरा सुनेर बसिरहँ अब मैले त यो परिवार मिलाउनै पर्छ नमिलाई मैले सुख पाउँदिनँ यतिकै भइरह्यो भने पछि के गर्ने होला मलाई त यो समाज चाहिन्छ श्रीमतीको मात्रै कुरा सुनेर राम्रो हुँदैन हुन त दिदीलाई भाइको माया लाग्छ भाइ दिदीको माया लाग्छ भन्छ तर छोराले के गर्यो होला छोराले टिका लायो कि लाएन आइन्दा दिदी भाइको भावनामा खेलबाड गरिस् भने राम्रो हुने छैन तँलाई मैले पनि जिन्दगीको भावना बुझिसकेँ मैले पनि बिहान यसै गरी दाजुभाइ बहिनीलाई बोलाएर टिको लाएँ तैँले पनि
भाइलाई टेको लगाइदिस् होला बुझिस् यो जिन्दगी भनेको यस्तै हो तेरो भाइको पनि ब्याङ्क ब्यालेन्स देखाएर पनि टेको लागेको हो हामीले परम्परालाई मान्नुपर्छ हामीले सधैँ झगडा गरेर हुँदैन बुझिस् अब आइन्दा कहिले पनि झगडा नहोस् एकदम हाँसी खुसी बाँच्नुपर्छ बाँचेर सिक्नुपर्छ भोलि जाने दिन हो हामी कोही पनि बस्दैनौँ त्यो भएर बाँचन्जेल राम्रो काम गर्नुपर्छ कोही पनि झगडा गर्नु हुँदैन कहिले पनि झगडा गर्नु हुँदैन कुरो बुझिस् मेरा भाइ हो भन न भन स्वर मिलाइकन स्वर मिलाइकन मेरा भाइ हो देउसे भन वर्षमा दिनको चाड पर्व देउसे भन्न आएका हामी आएका हामी घरपेटी बाबा घरपेटी आमा बाहिर आउनुहोस् देउसे नै आए घरपेटी आमाले नगला भरी ल्याए खाउला नि खाउला मेरा भाइ हो ठुला बडा घरको यही हो त चाल मेरा भाइ हो यति भेटीले टक्नु कि बक्नु के गरी बक्नु नाम्रो नै राउनु भएन भाइ हो यो त जान्छ यस्ता भाइहरूलाई कसरी पुऱ्याउनु ल भन भाइ हो यसरी हुँदैन घरपेटी बाबा हाल्नै पर्यो हाल्नै पर्यो मेरो भाइ हो माथि गएर घरपेटी आमासँग खुसी गर्ने पो छन् रे मेरा भाइहरूलाई कति हालौँ कति हालौँ भन्ने पो छन् रे दिन्छन् बोली देऊ माया यसै गरी हुन्छ र हाँसी देऊ बोली देऊ माया यसै गरी हुन्छ र मेरा भाइ हो खाउला नि खाउला म मागिदिउँला यत्रो घरको यही हो त चाल